घाँस नराखेको यस्तै गरी सफा हुन्छ ल पुरै कोदालो चलाउने नि त्यसै गर्नु घाँसहरू निस्केको अलिअलि माटै निकालेर है ल अझ हो त्यसो कोदालो तान्नुहोस् त्यो मजाले तान्नुहोस् प्राकृतिकबाट त आगो लागेको छैन अहिले पनि हो कि भन्नुहोस् त अब चट्याङबाट आगो लागेको छैन अब चाहिँ ढुङ्गा घर्षणबाट पनि आगो लागेको छैन करेन्ट सर्टबाट पनि लागेको छैन भने यहाँ आगो के को लागेको छ मानवीय आगो होइन त मानिसले पनि लाउने आगो त्यस कारणले अब हामीले जग्गा खनजोत गर्ने बेलाको यस्तो सिमानाहरूमा पनि यसै गरी अग्निरेखाहरू बनाउनु पर्यो होइन आफू वन जोगाउन जसको घर वनमा छ भने घर धनीले पनि मेरो घरमा आगो नआओस् है बाइचान्स भने उसले आफ्नो घरको वरिपरि सरसफाइ राख्नु पर्यो परेन अनि अग्निरेखा नि तपाईँहरूले चाहिँ यसै गरी अब अस्ति बनायो भने यो धेरै भएको छ निर्माण भएको अब अहिले हेर्नुहोस् त पत्तर के भइरहेछ थुप्रिसक्यो सफा गर्ने बेला भइसक्यो अहिले हामी के गर्दैछौँ सफा गर्दैछौँ अब योभन्दा पछि फेरि एक हप्तापछि तपाईँहरूले हेर्नु पर्यो एकजना समितिले आलो पालो गरी चेक गरिरहनु पर्यो अग्निरेखामा कति पत्तर थुप्रियो अब हामीले तुरुन्तै खबर गरेर सफा गर्नु पर्यो त्यो भयो भने बस्तीबाट आगो वनमा आउँदैन कुरा बुझ्नु भयो नि त ल अब तपाईँहरूले यसै गरी निरन्तर रूपमा अब यो अग्निरेखा सफा गरेर यसलाई क्लियर गर्नु होला है त वन डढेलो जोखिमबीच 24 घण्टा खटिने शारदा प्रसाद चालिसे डढेलो नियन्त्रणको अग्रपङ्क्तिमा उभिएर काम गर्ने साहसिक अभियन्ता हुन्। चालिसे जंगलसँग आफ्नो गहिरो सम्बन्ध रहेको बताउनुहुन्छ। हरियो वन, चराचुरुङ्गीको चिरबिर आवाज, वन्यजन्तुको मायाले पनि आफूलाई जंगल सुरक्षाका लागि डोराइरहेको उहाँको भनाइरहेको छ। सिन्धुको वनपाखा हरियाली छ, वनपाखा हेर्दा हेर्दै मन बुनेको छ, वनपाखा हेर्दा हेर्दै मन बुनेको छ। रोकिदेऊ डढेलो भन्दै हिँडौँला, रोकिदेऊ डढेलो भन्दै हिँडौँला, यही हरियो वन हेरी मन बुझौँला, यही हरियो वन हेरी मन बुझौँला। परिवारहरू कसरी पाल्नु भएको छ, यसमा लागिरहँदा परिवारको गुनासोहरू के छ, छोराछोरीले के भन्छन्? मेरो परिवार र बुवा मम्मी हामी सहित 9 जना छौँ, 5 जना मेरो बच्चा। परिवारबाट मलाई एकदम सहयोग छ। अहिले पनि कसैको गाली गलोच होइन, यो राम्रो काम हो, तपाईँ लाग्नु छोड्छ। मेरो श्रीमतीले पनि तपाईँ लाग्नुपर्छ भन्छ होइन, पैसैको ठुलो कुरा होइन भन्छ। हामी यसमा लाग्छौँ भने यो त जोखिम कुरा हो, स्वास्थ्यसँग पनि जोखिम छ। हाम्रो ब्लड उत्पादनमा पनि ह्रास हुन सक्छ, किनभने पुरै आगोको रातमा जाँदा हामीसँग पानी सकिएको हुन्छ शरीरमा, अनि ब्लड त त्यही भित्रबाट त्यही मांसपेशी हरेकबाट जन्मिने हो नि त। पुरै त्यहाँ जाँदा सुक्खा भइसकेपछि त वर्षै नै डढेलोमा होमिँदाखेरि हाम्रो त्यो ब्लड उत्पादनमा पनि त क्यान्सर हुनसक्छ। यस्ता कुराहरू त सकिसकेपछि राज्यले यी व्यक्तिहरूको निःशुल्क उपचार चाहिँ गरिदिने व्यवस्था हुनुपर्छ। म जस्तै हरिशय थुप्रै छन् नि त। डढेलो नियन्त्रणमा खटिँदा शारदाले भोगेका चुनौती साना छैनन्। परिवार र समुदायको साथले उहाँलाई त्यसैमा लागिरहन प्रेरणा मिलेको छ। वन के काम त अब हामीलाई भन्ने चाहिँ जुन कन्सेप्ट यहाँ सुरु भयो, अहिले पनि केही मान्छेहरू चाहिँ बाँदरले दुःख चाहिँ वन पालेर के गर्ने, यसलाई काट्नुपर्छ, आगो लगाउनुपर्छ भन्नुहुन्छ। हामी आगो निभाउनु जाँदा नि हामीलाई पनि धर्काउनुहुन्छ कहिले। तर मलाई जब 2077 सालमा चाहिँ देशव्यापी रूपमै आगो लागि भयो, काहीँ पनि रहेन, त्यसमध्ये सिन्धुपाल्चोक जिल्ला पनि अछुतो रहेन। म यही जिल्लामा जन्मेँ, यही जिल्लामा हुर्केँ होइन। अब म
सामाजिक क्षेत्रमा सामुदायिक वनमै काम गर्न थालेँ। सामुदायिक वन महासङ्घमा 2062 सालदेखि आएँ होइन। तर हामीले हेर्दा हेर्दै वनै सिद्धिन लाग्यो त हाम्रो के अर्थ त भन्ने भइसकेपछि मैले डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका त्यतिखेर तत्कालीन डेफु लोकराज नेपाल, उहाँले रिटायर पनि भइसक्नु भएको छ, लोकराज नेपाल सर हुनुहुन्थ्यो। सर तपाईँको गाडी हामीलाई दिनु पर्यो, म जिल्लाभरि भोलिन्टियरको रूपमा यो आगो नियन्त्रण गर्ने समुदायलाई सचेतना दिँदै जान्छु भन्ने कुरा भइसकेपछि उहाँले हुन्छ भन्नुभयो, गाडी दिनुभयो। केही स्थानीय तहमा तेल मागे, तेल तपाईँहरूले हाल्दैन भनेपछि हुन्छ भन्नुभयो। खानेकुरा म आफैले पैसा म्यानेज गरेर हामी लाग्यौँ। 2077 लाग्दा हामी हेर्दाखेरि त रोकिँदो रहेछ नि त, परदेशले 5 जना हरि स्वयंसेवक नियुक्ति गर्ने भनेर पठाइदियो। जब 77 मैले गरेँ, 78 सालमा आइसकेपछि हरि स्वयंसेवक जब नियुक्ति भएपछि हाम्रो एनलिफ नेपाल, अहिले फर्ड एक्सन छ, एनलिफले त्यतिखेर काम गरेको थियो वनमा। यहाँ उहाँहरूले तालिम चाहिँ हामी दिन्छौँ त हरि स्वयंसेवकलाई भन्नुभयो। हरि आचार्य सर हुनुहुन्छ, उहाँले हेर्नुहुन्थ्यो एनलिफ। अनि उहाँहरूले चाहिँ हामीलाई 2 दिनको तालिम दिनुभयो, 1 दिन थ्योरी 1 दिन प्र्याक्टिकल। त्यसपछि त्यही कुरा लिएर म दौडिरहेको थिएँ। त्यसपछि फर्ड एक्सन नेपालले पछि बिचमा पनि एउटा झुल्खेलमा बोलायो, हाम्रो डेम साहबले जा भन्नुभयो। मैले 5 दिनको तालिम गरेको छु। त्यतिखेर अस्ट्रेलियानको विज्ञहरू आउनु भएको थियो, भेन्स र अर्को के भन्ने यस्तै 2 जना हुनुहुन्छ, उहाँहरूले त्यहाँ तालिम दिनुभयो। तर उहाँहरूले पनि त्यसै के भन्नुभयो भने यो 90 डिग्री भिरालो उसमा त जानु सकिँदैन, त्यहाँ गएर आएको हुने नै होइन। डेमो गरेर पनि मान्नु भएन उहाँहरूले। उहाँहरूको देशमा त के अरे 1 वर्ष 6 महिना अगाडि स्वीकृति दिनुपर्छ अरे, म त गर्दैन भन्दा उहाँले डेमो देखाउनु भएन, प्र्याक्टिकल थ्योरी मात्रै उहाँहरूले चाहिँ गर्नुभयो। जब मैले त्यसबाट गर्दै उहाँहरूको त्योबाट पनि मैले तालिम ल्याएको छु, मलाई केही थप ज्ञान त्यहाँबाट भएको छ र अहिले 5 वर्ष त मेरो यो फिल्डकै पुरा चाहिँ अनुभव भइसक्यो। शारदाको कामले अहिले समुदायमा चेतना बढाएको छ। जंगलमा अग्निरेखा निर्माणमा समुदायको सहभागिता अभिवृद्धि भएको छ। हामी अब अलिकति अदुवा रोप्छौँ, अलिकति बेसार